सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र आज चाहिँ फाइनली वर्षबन्धनको दिन हो र म चाहिँ रेडी भइसक्यो। मैले के लाग्यो भन्दाखेरि यो साडी अस्ति आएको साडी ब्लाउज चुरा झुम्का अनि यो सुनको अनि चप्पल त्यो अस्ति देखाएको वाला चप्पल। अब चाहिँ म तल गएर यो साडी मिलाउँछु अनि ब्लग कन्टिन्यू गर्छु। यहाँ दिपी साई हेलो ल लाइट सो अब चाहिँ हामी तल जान लाग्यो। दिपी टिका खोजेर ल्याइदिनु भयो मम्मीलाई रेड कलरको। ए ल देखियो हजुर लाउनु लायो त बढिया हजुर मम्मी ओके कता जाने भर्खरी एकदम नराम्रो कुरा भयो कि म चाहिँ दिपसनको त्यो कपाल काट्ने बेला कपाल थाप्नलाई थिएँ। चस्मा चाहिँ मेरै हातमा थियो होइन। अनि मैले चाहिँ अप्टिजालाई दिथेँ अनि अप्टिजाले चाहिँ मम्मीलाई दिइरहेछन् कि अनि मम्मीले चाहिँ ऱ्याकमा अर्कै ऱ्याकमा राख्नु भएछ अनि अर्कै ऱ्याकमा राखेँ भन्नुभयो रहेछ होइन। छुट्टा छुट्टै हो कि ऱ्याकहरू धेरै हो। अनि यत्रो बेरसम्म खोजेर बसेँ होइन, यता गएँ उता गएँ कहीँ भेटिएन फाइनल्ली। अनि अर्कोपट्टि ऱ्याकमा हेरेको अनि त्यहाँ रहेछ। म त रुनै लागिसकेको थिएँ कि यस्तो सातो पुत्लो गएको। चस्मा मेरो भएन एउटा कुरा कि दिव्याको चस्मा त्यसले त मलाई मारिदिन्थ्यो कि त्यसले थाहा पाएको भयो एकदम। गाइस मैले चाहिँ भर्खरै नोटिस गरेको मेरो व्हाइट कलरको ब्लाउजमा नि बेसार लाग्यो अनि साडीमा पनि बेसारै बेसार भयो। त्यो अघिले गर्दा चप्पलमा धरि बेसारै बेसार भयो। म चाहिँ यो चस्मा यहाँ राखेर म तल जान्छु एकछिन। मैले बिहानबाट केही पनि खाएन, पूजा सकेपछि खाने होला। भिक्षा दिएपछि खासमा चापी लाए सो अब हामी जान्छौँ। अर्को कुर्सी ल्याउनु बस्नु पर्यो। आमा बस्नु त्यसमा बस्नु हजुर यहाँ बस्नु वहाँ मोबाइल हेर्दै बस्यो उता।
हाम्रो क्लासमा माइजूहरूलाई हेर्ने डिमान्ड हो मेरो। तिम्रो माइजूहरू को हो भन्छ क्लासको केटीहरूले। म्याथको हजुरलाई म्याथ आउँछ? हजुरलाई साइन्स ए इङ्ग्लिस म्याथ चलिरहेको होइन। सो गाइस अहिले चाहिँ म मन्दिरमा जाँदै यो खाना चढाउन भगवान्लाई खाना चढाइदिन्छु। उही चाहिँ हाम्रो मन्दिर। सो म चाहिँ खाना चढाइसकेँ। अब तल चाहिँ हामी तल जान्छौँ। लास्टै गर्मी हो होइन, यस्तो गर्मीमा तिम्रो पनि ठुलो हँसी गरिदिने हो। ओम तनुपात अग्निष्टि तन्नपाहि ओम आरुद्र अग्नि अस्याग्नि अस्तेहि फिरसिग्नि ओम वर्चोदः अग्नि वर्चमेदेहि फिरसिग्नि ओम अग्ने यन्मे तन्वा उन्नम तन्मा आपृणः फिरसिग्नि ओम फिर ओम मेधाम देव सविता आददातु फिरसिग्नि ओम मेधा फिर ओम मेधा में सरस्वती आददातु फिरसिग्नि ओम मेधा ये खिच्न लाग्यो। मैले हाल्नु पर्दैन। उसके मन भारी भयो मेरो त भारी भयो के भयो
ल दिन्न त के हो मैले के दिने हो यता बस्छ भिडियो बनाएर त भिडियो कता गएको ल अब मानाको पालो ल मैले दिनु पर्यो ल अब अर्कोचोटि मुठी मुठी अर्कोचोटि यसो घुमेर जग्गा घुमेर आउने यसो बेटा मुठी मुठी दे दे माता मुट्ठी दे दे माता हामी चढाउनु पर्दै पर्दैन बेलपत्र कसले चाहियो खै मम्मी खै मम्मी हुन्छ पाउ बेलपत्र राधे राधे बोल राधे राधे बोल भक्त राधे राधे बोल श्री कृष्णलाई पाउन राधे राधे बोल राधे राधे बोल भक्त राधे राधे बोल श्री कृष्णलाई पाउन राधे राधे बोल राधे राधे बोल भक्त लाउन मतलब सबैलाई हो राधे राधे बोल भक्त राधे राधे बोल श्री कृष्णलाई पाउन राधे राधे बोल राधे राधे बोल भक्त राधे राधे बोल ओए खुसी बोलिए राधा नाम संकीर्तन को हरे हरि हरि बोल भक्त हरि हरि यो फुलले हरि हरि बोल फुल्ली अनि बेल नमस्ते ठुलो मम्मी नमस्कार
नमस्ते बा नमस्ते जय ओम हर 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 महादेव शंभो जय श्री राधे केही समय अघि छोडिँदै जान्छ के त्यो डाइरी छोडी कुल्फी खा घरै कुल्फी बनाएर खा कुल्फीले हुन्छ अनि ल सबभन्दा बढी हुने कि चिनी चिनी जन्ने खाद्य चिजहरू यिनले ज्या दिन त्यसपछि भात सिलाको 1 महिनामै खल्याङ खल्याङ भएको हुन्छ नि ल भन्नु हजुरले म हालिदिन्छु के भन्ने भन्नु ल भन्नु अघि पेटको कुरा हुन्छ त्यो नकाटिकन हाल्ने के तपाईँको ब्लगमा अनि जस्ता तस्तै दुरुस्तै नकाटिकन ल न्यू एडिटिङ उता मम्मीलाई बेहुलाकी मम्मीलाई नि ल्याउनु सबै सबै दिनुहोस् नगरिन्छ खुट्टासम्म के छन् हरेक एक कति मोबाइल मैले चलाउँछ नि ओए पुच्चे सो गाइस अब चाहिँ एकछिनमा ट्याक्क भाग्ने बेला हुन्छ अनि हामी चाहिँ यतिकै बसिरहेको अब एकछिनमा भाग्ने बेला हुन्छ हामी यसरी बस्यौँ भने त थाहा पाइहाल्छ नि हाम्रो प्लान यसरी तानेर बस्यौँ भने त हाम्रो प्लान चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ त्यहाँ जग्गामा होइन दिप्सन चाहिँ भाग्ने बेला मामाहरू चाहिँ त्यहाँ बस्नुभयो ट्याक्क भाग्ने बेला चाहिँ हामी यो माथि गरिदिन्छौँ दिप्सन यहाँबाट भाग्छ यो चाहिँ हाम्रो प्लान हो अब हेरौँ के हुन्छ सो बस न तिमीहरू त्यहाँ दुईजना बस ल भनिदिनु त्यहाँ उसलाई उसले चाहिँ म बित्दै पढ्न जान्छु कतै जानु 12 वर्ष फर्केर आउँछु भन्यो उसलाई सम्झाउनु पऱ्यो गुरु जाम आउँथ्यो के भन्ने भन्दा बाबा आमा बन्धु आफन्त सबै तीर्थ समान हुन् अतिथि उनको बाणी पनि तीर्थ समान छन् घर सेवा यिनैलाई माना यो घरैमा बसी तिम्रो हित यसैमा छ कर्तव्य पनि यही हो अब फेरि बाबुले के भन्छ भरण पोषण शैव भोजनम रसयुतमम कारितम मय त्वया तातः प्रिय देव नमस्ते हे गुरुनाम शास्त्राणि दत्तानि ज्ञान वर्धये गुरु सन्तोषपनार्थाय दक्षिणां ददामि बाबालाई भन्ने हैन के भन्ने भन्दा बाबाले फर्केर भन्नु पर्यो मिठो भोजनले बाबा मेरो पालन पोषण बाबातिर फर्किन बाबा गर्नुको दुःखले सम्झी गर्दैछु आज वन्दना दिनुभयो शास्त्रको शिक्षा मेरो ज्ञान बढाउन म गर्दछु प्रणाम गुरुलाई पनि भनिदिएको छु गुरु हजुरहरूका लागि म टक्राउँछु दक्षिणा मलाई सदैव सत्मार्ग सत्कर्म र सद्बुद्धि प्रदान गर्नुहोला सद्बुद्धि प्रदान गर्नुहोला है फेरि एउटा भन्छु भने अब
अति नै जरुरी त्यस्तो काम केही नपरिकन नजानु है बाबु कसै रातमा अरूका घर बताउनु गर्छु छोरो अब कुनै यस्तो इमर्जेन्सी काम नगरेसम्म अर्का घर जानु हुँदैन रात परेपछि है अनि अब यस्तो छ कि अब जस्तै आज चलेको चलन छ भन्ने सिनेमा क्लब पार्टीमा असली ठाउँमा जानु सक्षम मनै नै हामी आउन हाम्रो सक्षम अब त्यो छ नि अब जानलाई त्यस्ता समय हुन्छ क्या त्यस्तो ठाउँहरूमा सिनेमाघरमा हेर्नु जाउँ भने मान्छे गलत मार्गको जान सक्छ त्यस्ता कुराहरूमा नजानु मन जान सक्छ गलत मार्गमा जान सक्छ हेर्नु नजिकैबाट यिनीहरू पोखरी आज त यिनीहरू पनि पाइँदैन पोखरी पनि पाइँदैन त्यसमा पनि अब खोला नालाहरूमा नजिकमा जानु हुँदैन रुखमा चढ्नु हुँदैन बारीका काँडा फड्किने होइन कसले कतिवटा गरा फड्किनु निक्ने कम्पिटिसन हुन्थ्यो त्यस्तो गर्नु हुँदैन भनेको नियम चाहिँ न के भन्छ न के अरे नगर्नु स्नान बुङ्गै भई धिस्का खाल्डा नफर्कनु नबोल्नु नमिठा शब्द छाडा गीतहरू नगाउनु भनेको हुन्छ क्या होइन भन्दाखेरि खाना लगाउनको लागि कसैसँग नमाग्नु होइन पानीमा घाममा हिँड्दा नाङ्गै सुत्न हिँड्नु पानीका मूलधारामा खोलाहरूमा नदीहरूमा किनारमा गएर चाहिँ हिसाबले नगर्नु नियम हुन्छ नियम धेरै गुण लाग्छ कुरा हुन्छ र अर्को मुख्य कुरा के छ भने कहिले पनि अरूको हत्या नगर्नु आत्महत्या गरेर जस्तो अरू कुरा कहिले सोच्दा पनि नसोच्नु अत्याचार नगर्नु अनाचार नगर्नु आफ्नो धर्म नछोड्नु सबैले मामालाई छाता नि हो लौरे आरुसँग आइज आरुसँग के त्यहाँ अब्दी जाले प्लान भएको छ अब लट्ठी लट्ठी जग्गा घुम बाटो छोड्छ माइजहरूले समातेको रद्द हुन्छ है रद्द कता हाम्रो भिडियो मात्रै आएको होइन एउटा बाटोमा चप्पल थियो कसको घरै गएर म त स्या भए त्यति भाग्दैन छ
एकैछिन छोडिदिँदा हुन्थ्यो नि त अझै मुखै गरेर बसेपछि ज्ञान शङ्कर हामीलाई माता-पिताजी खोइ मैले नि भने टीका लगाइदिनु होला टीका लगाइदिनु आरुसँग खेल्न गयो क्या त्यो त मजा आएन सो गाइज मैले चाहिँ दिनभरि राम्ररी भ्लग गर्न त पाइनँ बट अब म चाहिँ बेलुकाको भर्जनको चाहिँ अलि राम्ररी भ्लग गर्ने ट्राई गर्छु अलिअलि क्लिपहरू त छ होइन दिनभरिको त्यही अब मर्ज गरेर हालिदिन्छु मैले योभन्दा अगाडिमा म त्यस्तो बोलेको त केही पनि छैन अब भजन अब पढ्दा त लगभग भ्याइयो होइन जस्ट भजन हुन्छ अब बेलुका हुन्छ सो अहिले चाहिँ म मेरो कोठामा अब तल जान्छु ल ल वारी आइजौरालीका केलाई गयो पारे वारी आइजौरालीका केलाई गयो पारे वारी आइजौरालीका जय महादेव दर्शन दिए अवतारे
सरी हैन कोही नाचेन क्या रे यस्तो के भयो यहाँ चाहिँ हाम्रो ठुली माइजू यहाँ सानो माइजू मम्मी यहाँ दिदी सबै खानालाई खाने एउटा सोफामा 4 जना खानामा यहाँ के हो पापड जेरी मुरा पनिर भात खुर्सानी यो के हो आलु आलु त्यहाँनिर पनिर काँक्रो यहाँ चाहिँ मुला मुला रहेछ यहाँ चाहिँ काँक्रो काँक्रो रहेछ ए छोपेर यहाँ पनिर मात्र धेरै पनिरको तरकारी यहाँ त खाएर नै भ्याइसक्नु भयो यहाँ बाहिर चाहिँ भजन चल्दै हो यहाँ अफि छ घन्टे ओ हेलो भन न हेलो आउँदै हुनुहुन्छ अंकल हजुरको वा कसको चप्पल हो यहाँ माइजूले जेरी हाल्दै हुनुहुन्छ माइजूले पापड हाले मम्मीले चाहिँ भात खाँदै मलाई पापडै आएन ल्याइदिउँ ल मेरो च्यानललाई सब्सक्राइब गर्नुभयो गर्नु भएन हजुरले हजुर मामाले त गर्नु भएन होला सेयर सब्सक्राइब ए के अरे के भन्नु भन्नु न हजुर त्यो मैले कुर्ता लगाएको त्यही ट्रेन्ड हो क्या अहिलेको यो मैले ए त्यस्तो अलिक त भन्दिनँ मैले खै चिन्दिनँ मैले त अहिले म नाच्ने गसी गर्छु Thank you.
So guys, finally bought the basic and thanks for watching.